हेलो नमस्ते एन्ड गुड इभिनिङ। आजको भिडियोमा म तपाईहरुलाई नर्सेसको काम के हो अथवा नर्सेसले के काम गर्नुपर्छ भन्ने बारेमा जानकारी दिनेछु। मलाई एकदमै धेरै कमेन्टहरु आइराको थियो। जस्तै चाहिँ मलाई एकजनाले कमेन्ट गर्नुभएको थियो, सिस्टर पिसिएल नर्सले के काम गर्नुपर्छ, प्लिज रिप्लाई इन अल डिटेल्स हैन। म उहाँलाई चाहिँ यो रिप्लाई दिन चाहन्छु यो भिडियो थ्रु, र अलिकति लेट भयो त्यसको लागि आई एम सो सरी हैन। अनि नेक्स्ट एकजनाले चाहिँ मलाई फेरि पनि 4 दिन अगाडि चाहिँ कमेन्ट गर्नुभएको थियो, काम के गर्नुपर्छ सिस्टर भनेर। अनि अरु पनि मलाई कमेन्टहरु आएको छ हैन, नर्सेसले के काम गर्नुपर्छ, पिसिएल नर्सेसहरुको मेन ड्युटी चाहिँ के हुन्छ, मेन रेस्पोन्सिबिलिटी के हुन्छ, त्यो कुराहरुको बारेमा मैले एकदमै विस्तार रूपमा आफूले सक्दो चाहिँ मैले डिटेलमा भन्ने छु र तपाईहरुले यो भिडियो अन्त्यसम्म हेर्नुहुन्छ भन्ने आशा गर्दछु। र म स्टार्ट गर्छु हैन। पहिला फर्स्ट अफ अल मैले नर्सिङ अथवा नर्सेस भनेको के हो मैले त्यसको डिटेल भन्छु, अनि त्यसपछि नर्सेसको काम अथवा रेस्पोन्सिबिलिटीहरु के हो भन्ने बारेमा म जानकारी दिनेछु है। फर्स्ट अफ अल चाहिँ नर्स भनेको एउटा यस्तो पर्सन हो जसको चाहिँ यति धेरै रेस्पोन्सिबिलिटी हुन्छ। त्यो सँगसँगै चाहिँ तिनीहरुको मेन काम भनेको पेशेन्ट केयर, पेशेन्टलाई कसरी ट्रिट गर्ने, कसरी केयर गर्ने, कसरी तिनीहरुलाई प्रोमोटिभ, प्रिभेन्टिभ, क्युरेटिभ, रिहेबिलिटेटिभ सर्भिसेसहरु प्रोवाइड गर्ने, त्यो नै मेन ड्युटी हो है नर्सको। र त्यो कुरालाई नै हामीले यदि त्यो फुल्ली गरिरहेको छौं भने त्यसैलाई नै नर्स भन्ने गरिन्छ। र नर्स डिफ्रेन्ट टाइपको हुन्छ अथवा चाहिँ नर्सेसको अब भनेको स्टार्ट भनेको जर्नी नर्स भनेर कति बेलादेखि सुरु हुन्छ भन्दाखेरि एएनएम पढेदेखि सुरु हुन्छ हैन। तिनीहरुको काम भनेको उहाँहरुको एएनएम भएदेखि नै मास्टर पीएचडी सम्म नै काम बेग्लै हुन्छ हैन। र उहाँहरुलाई नै नर्सेस भन्ने गरिन्छ हैन। जस्तै एएनएम भनेको 18 मन्थको कोर्स हो हैन। यो चाहिँ अहिले चाहिँ हटिसकेको छ र त्यो बेलाको त्यो रेस्पोन्सिबिलिटी देखि लिएर नर्सेसको भनेको पीएचडी सम्म हुन्छ र बेग्लै कामहरु हुन्छ मैले भनिसके हैन। एएनएम भनेको मेन चाहिँ मिडवाइफरीतिर जानुहुन्छ, त्यसपछि आउँछ पिसिएल को काम भनेको बेग्लै हुन्छ र बिएन आउँछ अथवा बीएससी हुन्छ, त्यसपछि मास्टर र त्यसपछि पीएचडी हैन। र फर्स्ट अफ अल सरी म अलिकति डिस्ट्र्याक्ट भएँ। म कहाँ पुगेको थिएँ भन्दाखेरि एएनएम भनेको चाहिँ धेरै फोकसन भनेको मिडवाइफरीमा फोकस भइराख्नुहुन्छ र उहाँहरुको मेन भनेको चाहिँ अब डेलिभरीतिर, लिभर वार्डतिर अथवा मेटर्निटी वार्डतिर धेरै काम हुन्छ हैन। र त्यहीमै चाहिँ एसबी ट्रेनिङहरु दिएर उहाँहरु त्यसरी काम गरिराख्नुहुन्छ हैन। र त्यसपछि चाहिँ पिसिएल नर्सेसको आउँछ। पिसिएल नर्सेस भनेको 3 इयर्सको कोर्स हो। मैले अगाडि भिडियोमा पनि भनिसके पिसिएल नर्सिङ भनेको के हो भनेर। 3 इयर्सको कोर्स हो। त्यो 3 इयर्सको कोर्स भित्र चाहिँ धेरै कामहरु सिक्नुपर्ने हुन्छ। जस्तै चाहिँ अब पेशेन्ट केयरकै कुरामा चाहिँ हस्पिटलमा के काम गर्नुपर्छ, कम्युनिटीमा के काम गर्नुपर्छ, हेल्थ पोस्टरमा के काम गर्नुपर्ने हुन्छ, त्यो बेग्लै हुन्छ। र मैले सबै डिटेलमा भन्न थाले भने एकदमै लामो भिडियो बन्न जान्छ, त्यही भएर मैले एकदमै सर्टमा भन्ने छु। फर्स्ट अफ अल चाहिँ पिसिएल नर्सेसहरु चाहिँ हस्पिटलमा के काम गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ पेशेन्टदेखि सुरु गरौँ हैन। पेशेन्टदेखि सुरु गर्दाखेरि पेशेन्टको अब जति पनि को लागि हामीलाई जब लिएर जानुहुन्छ हैन कलेजबाट, त्यति बेला त धेरै कामहरु हुन्छ। जस्तै अब हुन्छ नि सानसानोदेखि लिएर ठुल्ठुलो बेड सिट मिलाउनुदेखि लिएर हुन्छ नि बेड मेकिङ देखि लिएर के रे हेयर वाश, अनि त्यसपछि ब्याक केयरहरु, नेल केयरहरु सबै कुराहरु डिटेली हामीले गर्नुपर्ने हुन्छ। ओरल केयर हैन सबै गर्नुपर्ने हुन्छ र त्यो गरेको पनि राम्रो हैन, किनभने त्यो आफू पेशेन्टलाई गरेको मात्र नराम्रो हैन कि आफूले सिक्नु पनि एउटा राम्रो पक्ष हो कि त्यहाँबाट आफूले सिकिन्छ पनि र आफूलाई त्यो पेशेन्टको गरेपछि आफूलाई गरिन्छ, आफूलाई सिकिन्छ र त्यो सँगसँगै आफ्नो प्यारेन्ट्सलाई सिकाइन्छ नि हैन। त्यसरी त्यो गर्नु भनेको नराम्रो चाहिँ मलाई लाग्दैन हैन। कतिपय नर्सेसहरुले हामीलाई चाहिँ ब्याक केयर गर्नुपर्छ, हेयर वाश गर्नुपर्छ नराम्रो हो भन्ने टाइपको सोच्नुहुन्छ, जुन कुरा चाहिँ हामीलाई फ्युचरमा कामै लाग्दैन सोच्नुहुन्छ। तर एट द एन्ड त्यो चाहिँ मलाई लाग्छ काम लाग्छ जब आफ्नो पेशेन्ट नै त्यस्तै कन्डिसनमा, आफ्नो कोही मान्छे पेशेन्टको कन्डिसनमा पुग्यो भने त्यति बेला हेयर वाश कसरी गर्नुपर्छ भनेर नलेज भएन भने एकदमै गाह्रो हुन्छ। त्यही भएर हेयर वाशदेखि लिएर बेड मेकिङदेखि लिएर ओरल केयरदेखि लिएर हामी स्टार्ट गर्छौँ। फर्स्ट इयरमा त्यो कामहरु गर्नुपर्ने हुन्छ र हामीले कति धेरै इभ्यालुएसन टुलहरु हुन्छ, त्यो इभ्यालुएसन टुल अनुसार काम गर्दै जानुपर्ने हुन्छ। जस्तै हिस्ट्रीहरु लिनुपर्ने हुन्छ, पेशेन्टको कन्डिसन कहाँदेखि कसरी सुरु भयो, अनि त्यसपछि तिनीहरुको चिफ कम्प्लेन र तिनीहरुको फ्यामिली ब्याकग्राउन्ड सबै हिस्ट्री लिनुपर्ने हुन्छ। र नेक्स्ट भनेको हामीले फिजिकल एक्जामिनेसनहरु गर्नुपर्ने हुन्छ। फिजिकल एक्जामिनेसनमा हेड टु
टु एक्जामिनेसनहरू गर्नुपर्ने हुन्छ। अब उसको आँखामा केही प्रब्लम छ कि, नोजमा, माउथमा, अब चेस्ट अथवा लङ्सको साउन्डहरू कस्तो छ, अनि त्यसपछि ब्रेथिङहरू कस्तो गरिरहेको छ, हार्ट बिटको कुराहरू आयो, त्यो सबैहरू हामीलाई एक्जामिनेसन गर्नुपर्ने हुन्छ। र रिफ्लेक्सेसहरू होइन धेरै कुराहरू फिजिकल एक्जामिनेसनमा इन्क्लुडेड हुन्छ, त्यो हामीले गर्नुपर्ने हुन्छ एज अ पिसिआर नर्सिङहरूले। अनि त्यो सँगसँगै अब आइभी सेटहरू लगाउनु पर्ने हुन्छ, मेडिकेसन गर्नुपर्ने हुन्छ, अनि त्यसपछि क्यानुला लगाउनु पर्ने हुन्छ। अनि हामीलाई मेन भनेको हाम्रो काम भनेको यो कार्डेक्स है, हामीले कार्डेक्स भन्नुपर्ने हुन्छ। यो कार्डेक्समा चाहिँ यसरी मेडिकेसनहरू गर्नुपर्ने हुन्छ र यो मेडिकेसन चाहिँ अब जसरी हामीले 1 टाइम दिने हो, 2 टाइम 3 टाइम TDS BD गरेर लेखेको हुन्छ होइन, त्यही अनुसारले हाम्रो टाइमिङ अनुसार चाहिँ दिँदै जानुपर्ने भनेर मर्निङ इभिनिङ र नाइटको सिफ्ट अनुसार चाहिँ हामीले स्टाफहरूले यो मिलाउनु पर्ने हुन्छ है। यो चाहिँ मैले चाहिँ एकदमै लिएर आएको छु, कार्डेक्स नै देखाउँछु भनेर। र यो भनेको मेन इम्पोर्टेन्ट काम हुन्छ भनेको, यसमा कहिले पनि मिस्टेक गर्नु हुँदैन, यो एकदमै करेक्ट लेख्नुपर्ने हुन्छ र यो अनुसार नै हामीले मेडिकेसन दिनुपर्ने हुन्छ र नर्सेसहरूले त्यसरी मेडिकेसनहरू दिनुहुन्छ है। अनि त्यसपछि नेक्स्ट अरू काम भनेको चाहिँ हामीले पेसेन्टलाई डिफ्रेन्ट कन्डिसनमा चाहिँ हामीले काउन्सिलिङ गर्नुपर्ने हुन्छ। अब मैले भने नि होइन फर्स्टमै, अब अर्को भनेको पिसिआर नर्सेसहरूले ड्युरिङ यो सबै मैले कुराहरू चाहिँ एज अ हस्पिटलमा प्र्याक्टिकल पढ्दा है, स्टडी गर्दाखेरि 3 वर्षको जर्नीमा होइन, फर्स्ट इयर, सेकेन्ड इयर र थर्ड इयरको कुरा गरिरहेको छु है। फर्स्ट इयरमा यति धेरै काम गर्नुपर्ने हुन्छ भने सेकेन्ड इयरमा पनि त्यही मेडिकेसनहरू गर्नुपर्ने सिक्ने। अब साइकेट्रिक वार्डमा पढिरहेको छ भने साइकेट्रिक वार्डको कुराहरूमा अब MMSCहरू गर्नुपर्ने हुन्छ भनेको मेन्टल स्टेटस एक्जामिनेसनहरू हेर्नुपर्ने हुन्छ। अनि त्यो सँगसँगै चाहिँ साइकेट्रिक पेसेन्टहरूलाई चाहिँ हामीले प्रपर तरिकाले केयरहरू गर्ने, तिनीहरूलाई काउन्सिलिङ दिने, कम्युनिकेसन मेन्टेन गर्ने, त्यो सबै कुराहरू पर्छ है सेकेन्ड इयरमा। अनि थर्ड इयरमा गएर हामीले धेरै जसो भनेको मेटर्निटी वार्डमा गर्नुपर्ने हुन्छ, लेबर वार्डमा डेलिभरीहरू कसरी गर्ने, बेबी केयरहरू कसरी गर्ने, अनि चाइल्ड केयरहरूको कुराहरू बढी परिरहेको हुन्छ थर्ड इयरमा, पिसिआर नर्सिङको थर्ड इयरमा होइन। अब आउँ हामी BNS को कुरा होइन, ब्याचलरमा पुगिसकेपछि अथवा BSc लेभल भनौँ न, ब्याचलर इन नर्स होइन। अब BNS मैले अगाडि पनि भनिसकेँ, BNS र BSc मा के डिफरेन्स छ सायद भनेको छु त्यो अर्को भिडियोमा, यदि भनेको छैन भने म नेक्स्ट भिडियोमा BNS र BN मा के डिफरेन्स छ, सरी BSc र BN मा के डिफरेन्स छ भन्ने छु। र त्योभन्दा अगाडि अब मैले चाहिँ BNS को बारेमा भन्छु होइन। BNS को कामहरू के हुन्छ भन्दाखेरि चाहिँ उहाँहरूले मेन चाहिँ अब उहाँहरूको फुल कोर्समा चाहिँ मेन सिक्ने भनेको टिचिङ लर्निङ र रिसर्चको कुरा हुन्छ। अनि रिसर्चमा अब उहाँहरूले आफ्नो कुनै टपिक लिएर अब कुनै डिजिज कन्डिसन हुन्छ कि अब के हुन्छ होइन, त्यो अनुसार रिसर्च गर्नुहुन्छ अनि पब्लिस गर्ने हो। अब त्यो पब्लिस गर्न मिल्ने हो भने गर्ने हो, त्यसरी टाइपको हुन्छ होइन। र थर्ड इयरमा चाहिँ सेकेन्ड इयरमा अझ टिचिङ लर्निङ पनि हुन्छ, अब त्यो टिचिङ लर्निङहरू गर्ने हो र एउटा टिचरको रूपमा पनि हामी चाहिँ निस्किने हो। र सेकेन्ड इयरमा के अरे BNS मा चाहिँ एज अ इन्चार्जसिप काम गर्ने तरिकाले चाहिँ सिक्ने हो, प्र्याक्टिकली चाहिँ एज अ स्टुडेन्ट हुँदाखेरि त्यसरी सिक्ने है। सबै स्टुडेन्टको बेलाको पिरियडको मैले कुरा गरिरहेको है। अनि त्यसपछि आउँछ MN को कुरामा मास्टर लेभलको, मास्टर भन्ने बित्तिकै मास्टर टिचिङको कुरा लाइनमा जान्छ अनि त्यो अनुसारको सिक्दै जाने। अब PhD मा थेसिसको कुराहरू आउँछ, बुक पब्लिसहरूको कुराहरू आउँछ, त्यसरी चाहिँ पढ्दै जानुहुन्छ। अब म त्यहाँसम्म पुगेको छैन, त्यही भएर मलाई खासै आइडिया छैन र म त्यति धेरै बोल्न पनि चाहिनँ MN र के अरे PhD को बारेमा होइन। अनि अब म भन्छु होइन, नर्सेसको डिफ्रेन्ट टाइप्स हुन्छ। अब अब पढेर सकिसकेपछि लाइसेन्स निकालेपछि के काम हुन्छ है, मेन चाहिँ अब उहाँहरूले कुन फ्याकल्टीमा चुज गर्दै हुनुहुन्छ। जस्तै अब उहाँ हस्पिटलमा गर्नुहुन्छ कि क्लिनिकमा गर्नुहुन्छ कि होममा गर्न चाहनुहुन्छ, होम केयरको रूपमा गर्न चाहनुहुन्छ कि कम्युनिटी बेसिसमा गर्न चाहनुहुन्छ कि स्कुल नर्स भएर काम गर्न चाहनुहुन्छ भन्ने कुरा पनि डिपेन्ड हुन्छ है। अब त्यो अनुसारको जुन एरियामा उहाँले काम गर्नुहुन्छ त्यो एरिया अनुसारको चाहिँ उहाँको काम हुन्छ। अब सपोज हस्पिटलमा गर्नु छ भने हस्पिटलको काम मैले भनिसकेँ अगाडि नै, हस्पिटलमा मेडिकेसनहरूदेखि लिएर पेसेन्ट केयरदेखि लिएर अब फेरि त्यो पनि डिफ्रेन्ट हुन्छ है, कुन वार्डमा काम गर्दै हुनुहुन्छ। अब वार्डमा जस्तै अब सर्जरी वार्डमा गर्दै हुनुहुन्छ भने त्यही अनुसार प्रि अपरेटिभ पोस्ट अपरेटिभको कुरा, केयरको कुरा आउँछ होइन। अनि त्यसपछि अब जर्नल वार्डमा गर्दै हुनुहुन्छ मेन भनेको अब के अरे मेडिकेसनको कुरा, कार्डियक म्यानेजमेन्टको कुरा, नेबुलाइजेसनको कुरा, आइभी फ्लुइडको कुरा, अक्सिजनको कुरा, त्यो सबै आउँछ, त्यो केयर गर्नुपर्ने हुन्छ भन्ने कुरा आउँछ। र
अब कम्युनिटीमा गर्दै हुनुहुन्छ भने कम्युनिटीमा अब हुन्छ नि हेल्थ एजुकेसनहरू प्रोभाइड गर्ने, फ्यामिली प्लानिङको एजुकेसन प्रोभाइड गर्ने, अनि डिफ्रेन्ट पर्सनल हाइजिनको कुराको एजुकेसनहरू प्रोभाइड गर्ने, त्यो सबै कम्युनिटी हेल्थ नर्सेसको काम हुन्छ। अब स्कुल हेल्थ नर्स, अब स्कुलमा काम गर्दै हुनुहुन्छ भने स्कुल हेल्थ नर्सको अब बच्चाहरूलाई चाहिँ राम्रो राम्रो कुराहरू सिकाउने, पर्सनल हाइजिनकै कुराहरू सिकाउने, इम्युनाइजेसनको मतलब इम्युनाइजेसनको इम्पोर्टेन्सको बारेमा भनेर इम्युनाइजेसनहरू प्रोभाइड गर्ने, अनि फर्स्ट एडको कुराहरू हैन, त्यो सबैहरू पर्छ। र अरू नेक्स्ट भनेको क्लिनिकमा, अब कुन क्लिनिकमा काम गर्दै हुनुहुन्छ, एज अ न्युरोको क्लिनिकमा गर्दै हुनुहुन्छ कि अब अर्थो क्लिनिकमा गर्दै हुनुहुन्छ कि कहाँ गर्दै हुनुहुन्छ, त्यो अनुसारको काम हुँदै जान्छ। अब यो यस्तो हुन्छ कि मेडिकल म एज अ मेडिकल भएको भएर मैले छिटो भनिरहेको छु, म पढिसकेको भएर एक्सपिरियन्स भएर म अलिकति भनिरहेको छु। तर जो पढ्नु भएको छैन, अब बल्ल इच्छुक हुनुहुन्छ म नर्सिङ पढ्न चाहन्छु भनेर हैन, उहाँहरूको लागि मैले के भन्न चाहन्छु भने नर्सिङ पढ्न आउँदाखेरि के काम गर्नुपर्छ भनेर अलिकति डिटेली बुझेर हुँदैन, अलिकति मात्र बुझेर हुँदैन, गर्न थालेपछि धेरै काम हुन्छ हैन। तर डराउनु पनि हुँदैन कि कति धेरै काम के हुन्छ भनेर नसोच्ने। अब इन्जेक्सन लाउन मलाई आउला नआउला गर्न पर्छ भनेर त्यो सोचेर हुँदैन, गर्न थालेपछि त्यहीमै इन्ट्रेस्ट लाग्न थाल्छ हैन। त्यही भएर चाहिँ आफूले त्यो अनुसारको बुझेर जाने कि म एज अ नर्स भएर निस्किनु छ, त्यही भएर म नर्सिङ पढ्न चाहन्छु भनेर बुझेर जाने। र नर्सिङको मेन काम भनेकै प्यासन केयर हो के, मेन काम भनेको प्यासन केयर। प्यासन जसरी भए नि ठिक पार्नु छ मलाई, अथवा प्यासनलाई मैले सक्दो केयर दिनु छ भन्ने कुरा हो है नर्सिङ जर्नीमा। त्यो सबै कुराहरू पर्छ। अब नर्सिङहरूलाई मेन भनेको जान्नुपर्ने कुरा अब भनेको एज अ डिसिप्लिन रहेर उसले चाहिँ पेसेन्टलाई केयर गर्ने, पेसेन्टको क्वेरिजहरू हेर्ने, पेसेन्टको के राइट्स छ त्यो कुरामा इन्भल्भ हुने, अनि त्यसपछि फ्यामिली प्लानिङको कुराहरू, चाइल्ड के अरे बर्थ इन्टरभलको कुराहरू, अनि त्यसपछि चाहिँ पर्सनल हाइजिनको कुराहरू, कति धेरै कुराहरू छ के जुन भनेर शान्ति हुँदैन कि अब के गर्नुपर्छ, यही नै गर्नुपर्छ भनेर। तर यति म भन्न चाहन्छु कि त्यस्तो धेरै केही पनि गर्नु पर्दैन र त्यस्तो धेरै पनि छ है फेरि गर्नुपर्ने। सानो कुरा जोड्यो भने कति धेरै छ गर्नुपर्ने। तर इन डिटेल भन्नुपर्दा चाहिँ मैले चाहिँ यति नै भन्न चाहन्छु कि नर्सिङमा मेन पोइन्ट हजुरहरूले थाहा पाउनु कि मेन भनेको क्यानुलाइजेसन गर्नुपर्ने हुन्छ, मेडिकेसन गर्नुपर्ने हुन्छ, मेडिकेसन प्रिपरेसन गर्नुपर्ने हुन्छ, र यो डिफ्रेन्ट वार्ड, डिफ्रेन्ट प्लेस र डिफ्रेन्ट फ्याकल्टी अथवा मतलब लेभल अनुसार फरक हुँदै जान्छ है। र म यति भन्न चाहन्छु, होप तपाईहरुलाई यो भिडियो एकदमै हेल्पफुल हुनेछ। र तपाईहरुलाई अझ पनि केही क्वेरीजहरु छ भने प्लिज कमेन्ट गर्नु, म त्यसको रिप्लाई दिने ट्राई नै गर्छु र दिने नै छु, 2-4 दिन लेट भए तापनि, किनभने म पनि अहिले स्टुडेन्ट नै हो र मलाई एकदमै टाइम निकाल्नु पर्ने हुन्छ। अब आज शनिबार थियो र त्यसरी मैले भिडियो बनाउन सफल भएँ हैन। र थ्यांक यू सो मच जसले मलाई सब्स्क्राइब गर्नु भएको छ र मलाई कमेन्ट गर्नु भएको थियो यो भिडियोको लागि हैन। थ्यांक यू सो मच। र फेरि पनि अझै यो भिडियो हेर्दै जानु र सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गर्नु। थ्यांक यू सो मच। बाइ बाइ, नमस्ते।